यो खाइसकेपछि चाहिँ 100 वर्ष बाँच्छ अरे, त्यसैले खानु। रोस्ट हो यो चाहिँ रोस्ट खाँदैछौँ हामी। आज चाहिँ फर्स्ट दिन, पहिलो दिन र पहिलो ब्लग। हामी चाहिँ मासतिर दाउरा काट्न जाँदैछौँ। दाउरा कति काट्ने कसरी छ? खुकुरी हेर्नु न, खुकुरी हेरेर चाहिँ थाहा पाइहाल्नुहुन्छ नि। आज यस्तो तरिकाले दाउरा काट्ने पनि हेर्नु मन सर। ल सर, म 2 हुन्छ कि पुलिस हुन्छ भन्नु पर्यो। ल सर, हाम्रो घरतिर पाउने दाउरा यस्तै हो। यस्तै हो। तपाईँहरूकोतिर कस्तो पाउँछ कृपया कमेन्ट गर्नु होला। दिउ खाइसकेर पनि त्यो रुखको दाउरा काट्नलाई रुख चढ्दै हुनुहुन्छ हाम्रो मनो सर यहाँ। हान्नु सर हान्नु। ओहो यस्तो बा तपाईँ त स्याल हो कि क्या हो यार बाँदर। मनोरञ्जन के हो जिब्रो लाग्दैन। मनोरञ्जन खासै गर्मी त अनुभव भएको छैन। हामी यत्रो लागिरहेछ तर पनि त्यस्तो गर्मी चाहिँ छैन। त्यस्तो गर्मी हामी जस्तो युवाहरूलाई, युवतीहरूलाई, अहिलेको जेनेरेसनको लागि तपाईँ के चाहिँ सजेसन दिन चाहनु? अहिले सर जमाना यस्तो आयो अरे नि। हजुर, कुनै समय चाहिँ हामीले घुम्न जानको लागि पैसा कमाउनु पर्थ्यो अरे। हजुर, तर अहिले चाहिँ घुमेर पैसा कमाउने दिन आयो अरे क्या। आज चाहिँ फर्स्ट दिन, पहिलो दिन र पहिलो ब्लग। हामी चाहिँ मासतिर दाउरा काट्न जाँदैछौँ। दाउरा कति काट्ने कसरी छ? खुकुरी हेर्नु न, खुकुरी हेरेर चाहिँ थाहा पाइहाल्नुहुन्छ नि। आज यस्तो तरिकाले दाउरा काट्ने पनि हेर्नु मन सर। कति रुखमा चढेर हामी 2 भारी हान्ने आज। ल सर, यो माथिको जङ्गलबाट चाहिँ हामी त्यो जङ्गलमा दाउरा काट्न जाँदैछौँ है। आज सबै कुराहरू 1 बाई 1 साथीहरूलाई देखाउनुपर्छ। हाम्रो मनोज कुमार राई सरले चाहिँ भ्लगिङको लागि भनेर नयाँ च्यानल खोल्नु भएको छ। सबै साथीहरूले चाहिँ सपोर्ट गरिदिनको लागि म पनि अनुरोध गर्छु। मनोज राई ब्लग्स सबैले सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। साथीहरूलाई सेयर गरिदिनु होला। भिडियोहरूलाई सेयर गरेर एकदम माया देखाइदिनु होला। हामी जतिको युवाले केही गर्नुपर्छ भन्ने उद्देश्यले मेरो पनि आफ्नै पर्सनल च्यानल छ रपाल ब्लग्स। कम्प्युटर सिक्न चाहनुहुन्छ भने मेरो कम्प्युटर होइन। र यही कुराहरूलाई मध्यनजर गर्दै हाम्रो मनोज सरहरूले पनि डेली एक्टिभिटिजहरू हामी गरिरहेको हुन्छौँ। त्यही कुराहरू भिडियो खिचेर हालिदिउँ न त भन्ने उद्देश्यले मनोज राई ब्लग्स नाम राखेर चाहिँ भर्खरै नयाँ च्यानल खोल्नु भएको छ। र आज हाम्रो यो पहिलो भिडियो हो। आज हामी 2082 को जेठ आज कति गते सर? 24-25 गते। आज 25 गते शनिबारको दिन चाहिँ नयाँ च्यानल, नयाँ भिडियो हालौँ न भन्ने उद्देश्यले शनिबारको दिन बिहान 11 बजेतिरको समयलाई टार्गेट गरेर हामी जङ्गलमा दाउरा काट्ने उद्देश्यले गएको छौँ। सबैले अन्तिम समय हेरेर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हामी 1 बाई 1 सबै क्रियाकलापहरू तपाईँहरूलाई देखाउँदै जानेछौँ। हाम्रो कान्छा सर दाउरा लिएर आउँदै हुनुहुन्छ यहाँ। ल दिउ खाइसकेर पनि त्यो रुखको दाउरा काट्नलाई चाहिँ जाँदैछौँ। र अब क्रमशः भिडियो हेर्दै जानु होला। र यदि भिडियो हेरिसकेपछि लाइक पनि गर्नु होला। ए तान्नलाई मजाले भेटिने रहेछ नि। म त उठेर चाहिँ हान्दिहाल्छु नि एउटा हामीलाई खतर दाउरा पनि दिनु त मन सर। ल हामीले यहाँ दाउरा भेटाइसकेछौँ तान्नको लागि। अब ल कान्छा सरले एकदमै भन्ने म यहाँबाट आइडिया लिँदैछु। ल सर, ए तपाईँले भेटिहाल्नुहुन्छ सर, अलिकता भेट्नुहुन्न जस्तो छ। होइन यहाँ ठाउँ बनाउँछु है त म। भिडियो खिच्नु है मेरो सर। ल सर ल बिस्तारै सर तलतिर। यो अलिक साह्रो छ भनेपछि माथि काट्नुपर्ने रहेछ। यसलाई काट्नु सकिन्छ कि सकिँदैन? ल अब काट्नु चढ्नु पर्ने हुन्छ। ल हान्नु सकिन्छ। रुख चढ्दै हुनुहुन्छ हाम्रो मनो सर यहाँ। हान्नु सर हान्नु। ओहो यस्तो बा तपाईँ त स्याल हो कि क्या हो यार बाँदर। सर एकदम होसियार है। देख्न सक्नुहुन्छ यत्रो भुइँको रुखबाट सरर हाम्रो मनो सर उहाँ पुग्नुभयो। म चाहिँ यसरी चढ्न सक्दिनँ मनो सर। बा डेन्जर हान्नु हुँदो रहेछ यार। सर एकदम टेकिएर है, मलाई डर लागिसक्यो। आमा हैट म दिन्छु सर, खुकुरी त दिन्छु। हाम्रो खुकुरी यही हो होइन। तर हो त्यसरी पनि आउँछ बा। देख्न सक्नुहुन्छ त्यो हाम्रो मनोज सर बहादुर। हैट यो हो नि त वीर गोर्खालीको पावर भनेको साथीहरू। यार हाम्रो सर कडो। हैट फाइनल्ली दाउरा देख्न सक्नुहुन्छ। अब हामी चाहिँ मासतिर जाँदैछौँ। यो उकालो, यो डाँडा उकालो माथिसम्म जान्छौँ होइन सर? हामी माथि डाँडासम्म जान्छौँ होइन। दाउरा हामीले आज धेरै दाउरा खोज्ने प्लान बनाएको छ। 2 भारी त हामीले काटिसक्यौँ होला। भारी काटिसक्यौँ। अब त्यो माथि डाँडा पुगेर आउँछौँ।
हेर्नु होला सबै माथि सम्पर्छौँ दाउरा दियोस् राम्रोसँग काटियो एकदम शनिबारको दिन भए पनि एउटा रमाइलो तरिकाले चट्टसँगले यादगार तरिकाले जुन हुन्छ नि मनोरञ्जन के हो जिब्रो लाग्दैन मनोरञ्जनात्मक के अरे भन्नु सर मनोरञ्जनात्मक तरिकाले बिताइयो जिब्रै लाग्दैन के भयो अन्त सुकेको दाउरा सुत्केको दाउरा यता चाहिँ अलिक पाएन तलतिरै बरु पाएको थियो है तलतिरै थियो तर यता चाहिँ खासै रहेन रहेछ यता रुखहरू पनि त्यति धेरै छैन होइन तलतिरको हिसाबमा हो एकदम सुनसान आवाज वातावरण जङ्गलको एकदम फ्रेस वातावरण घाम पनि लागेको छैन यत्रो घाम छ र पनि त्यस्तो खासै गर्मीको अनुभव भएको छैन घाम यत्रो लागिरहेछ तर पनि त्यस्तो गर्मी चाहिँ छैन त्यस्तो गर्मी गर्नु भएको किन भन्दा हामी घाम प्लस यत्रो हावा चल्ने जङ्गलमा आएको छौँ त्यसले गर्दा पनि होला यदि तपाईँहरूलाई पनि रमाइलो लागिरहेको छ र हेर्दै हुनुहुन्छ भने हेरी मात्रै नराख्नुहोस् आँखा दुख्छ त्यही भएर घरिघरि साथीहरूलाई सेयर गरेर सपोर्ट गरिदिनुहोस् घरमा हुन्छ लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् यत्रो मेहनतले हामीले तपाईँहरूको लागि यसरी हाम्रो दैनिक गतिविधिहरू एक्टिभिटिजहरू हुन्छ तपाईँहरूलाई पनि बरु सजेस्ट गर्छु कि हामी जतिको युवतीहरूले चाहिँ अबको दुनियाँ चाहिँ हामीले सोसल मिडियासँग चाहिँ घुलमिल हुन सकेनौँ भने सामाजिक सञ्जालसँग हामी नजिक हुन सकेनौँ भने जुन बोल्ने कुराहरू हुन्छ अन्य गतिविधिका कुराहरू हामी पछाडि पऱ्यौँ भने धेरै पछाडि पर्नेछौँ त्यस कारणले गर्दा तपाईँहरूले पनि बरु आफ्नो एउटा पर्सनल च्यानल खोल्नुहोस् त्यसमा तपाईँहरूलाई कति सहयोग चाहिन्छ 110% भए पनि हामीले जानेको बुझेको जति तपाईँहरूलाई सहयोग गर्नेछौँ कृपया कमेन्ट गर्नुहोस् माथि प्रोफाइलमा व्हाट्सएप नम्बरहरू राखिदिएका छौँ त्यहाँबाट हाम्रो सजिलो कन्ट्याक्ट गर्नुहोस् यदि तपाईँलाई त्यो पनि भएन कन्ट्याक्ट गर्ने माध्यम भने मात्र एउटा कमेन्ट गर्नुहोस् त्यो हामी तपाईँलाई आफ्नो समयले भ्याएसम्म हामी पनि यो मात्रै नभएर आफ्नो कार्यमा पनि व्यस्त छौँ यी सबै कुराहरूलाई मध्यनजर राख्दै आफ्नो फ्री समयमा चाहिँ केही न केही गरौँ पछिको लागि एउटा सम्झनाको लागि एउटा हुन्छ कुनै समय हामीले यसरी रमाइलो गरिरहेको थियो भनेर भोलि गएर हामीले 10 वर्षपछि हामी कुन अवस्थामा के गरिराखेका हुन्छौँ तर पनि हामीले युट्युबमा गएर हाम्रो 10 वर्ष अघिको भिडियो हामीले हेऱ्यौँ भने बालपनमा गरेको रमाइलोले छुट्टै आनन्द दिन्छ त्यही हो साथीहरू हामीले लाइफमा कमाएको सम्पत्ति जति पैसा कमाए पनि हुन्न पैसाले कहिल्यै पुग्दैन है जति पैसाले पुग्दैन त्यही भएर पाएको एउटा दिनलाई एकदम रमाइलोसँगले चाहिँ रमाइलो गरेर आफ्नो साथीभाइसँग मोज गरेर अथवा एकदम सबैसँग चाहिँ घुलमिल भएर आफ्नो खालको नेटवर्क बनाएर सबैको प्रिय बनेर चाहिँ बाँचौँ भ्लग्स च्यानल खोल्नुहोस् तपाईँसँग के स्किल छ त्यही कुराहरूलाई साथीहरूमा सेयर गर्ने बानी बसाल्नुहोस् तपाईँको पनि अवश्य सफल हुनेछ भन्दै अब हामी फेरि मैले त्यहाँ एउटा दाउरा देखेँ सर हामी फेरि दाउरा काटौँ र हामी फेरि कन्टिन्यू आउनेछौँ ल काँसिरा सर जाँदा एउटा कुरा के गरौँ भने अब हामी जस्तो युवतीहरूलाई अहिलेको जेनेरेसनको लागि तपाईँ के चाहिँ सजेसन दिन चाहनुहुन्छ त भ्लग बनाउँदै कसैलाई केही सजेसन दिउँ न त केही गरौँ भन्नेतिर पनि लागौँ हो म त अरू त धेरै केही भन्दिनँ आफू पनि त्यो कुरामा समावेश भएकोले तपाईँ एउटा मान्छे भइसकेको छ तपाईँसँग अहिले इन्टरनेट छ तपाईँको हातमा एउटा मोबाइल छ त्यति भएपछि हामीलाई पुग्छ मात्र तपाईँ दैनिक क्रियाकलाप के गर्नुहुन्छ एकदम लाज नमानिकन चाहिँ वास्तविक त्यो खिचेर युट्युबमा अपलोड गर्नुहोस् अहिले सर जमाना यस्तो आयो अरे नि हजुर कुनै समय चाहिँ हामीले घुम्न जानको लागि पैसा कमाउनु पर्थ्यो अरे हजुर तर अहिले चाहिँ घुमेर पैसा कमाउने दिन आयो अरे क्या घुमेर पैसा कमाउने दिन भने हजुर जुन अहिले हामी आज यो जङ्गलमा चाहिँ एउटा दाउरा काट्नको लागि आइरहेको छौँ हामीलाई भिडियो खिचिराख्ने त्यस्तो जरुरत त थिएन तर पनि एउटा एक सम्झना भयो अर्को रमाइलो भइरहेको छ काम गरेको जस्तो फिल पनि भएको छैन होइन अर्को भनेको भोलिको दिनमा कुनै समय गएर हामीले यो भिडियोहरू हेर्दा कुनै समय है हामीले त्यसै गरेको छौँ भने एउटा सम्झना हुन्छ एउटा सम्पत्ति कमाइन्छ हामीले सम्पत्ति हो तपाईँको नाम दाम इज्जत सबै कुरा छ यसमा त्यही भएर आफ्नो एउटा व्यक्तिगत च्यानल चाहिँ खोल्नुहोस् र ह्यान्डल गर्नुहोस् त्यसमा तपाईँहरूलाई कतिको सपोर्ट चाहिन्छ त्यो कुराहरू हामी गर्नेछौँ भन्दै हाम्रो यति नै हो सर अहिले अब केही त्यस्तै परेछ भने बिस्तारै भन्दै जाउँला अब दाउराहरू पनि काट्नुपर्छ हामीले होइन भारी लिएर छिटै घर पनि जानु छ काममा फेरि हाम्रो आफ्नै कामहरू पनि छन् ती सबै कुराहरूलाई ध्यानमा दिनुपर्छ यहाँ एउटा के को दाउरा भेट्यो यो ल यहाँ सरले दाउरा काटिसक्नु भएको छ दाउरा ल यहाँ अर्को पनि काट्दै हुनुहुन्छ ल सर ट्वाट्टै छिनौँ देख्न सक्नुहुन्छ यसरी हामी
दाउरा काट्दैछौँ साथीहरू। यही तरिकाले केही छैन, हामीले पनि जे गरेको वास्तवमा एउटा दाउरा काट्न आएको हो। दाउरा काट्न आउँदा हामीले ढिउ खाएको, पानी खाएको, जे गरिरहेछौँ तर रमाइलो तरिकाले गरिरहेछौँ। त्यही भएर यस्तो घाममा पनि यसरी तपाईँहरूको लागि भिडियो ल्याएको छौँ। त्यही भएर एउटा लाइक गर्नु चाहिँ कन्जुसाइ नगर्नु है साथीहरू, प्लिज। यो चाहिँ अनुरोध नै गरेर भने, मेहनत त छ, जति रमाइलो छ त्यति मेहनत छ। यसलाई हामीले अब खिच्नु पऱ्यो, भरे गएर कलेक्सन गर्नु पऱ्यो, एडिटिङ गर्नु पऱ्यो होइन, थम्बनेल डिजाइनिङ, अपलोडिङ, धेरै कुराहरू छ, मेहनत छ। तर पनि आफ्नो इन्ट्रेस्टको कुरा, रहरको कुरा गर्न कसैले रोकेर रोकिन्न, कसैले छेकेर छेकिन्न। त्यही भएर खुकुरी वीर गोर्खालीको चिनो देखाएर भन्छु, च्यानल खोल्नुहोस्, सपोर्ट हामीले गर्नेछौँ साथी। सपोर्ट भनेको हामीले गर्नेछौँ, तपाईँलाई सपोर्ट हामी गर्छौँ, हामीलाई सपोर्ट हामी पनि तपाईँलाई सपोर्ट गर्छौँ, तपाईँ पनि हामीलाई सपोर्ट गर्नुहोस्। एकअर्कालाई मिलेर अगाडि बढ्नुपर्छ है त। जय नेपाली क्रिएटर्स। फाइनली हामीले दाउरा काटेर आइसकेका छौँ। सरले उहाँ दाउरा बोकेर आउनु भइसकेको छ। गाइस, हामीले काटेको दाउरा हेर्न सक्नुहुन्छ। हामीले त्यो दाउरा काटिसक्यौँ। यत्रो दाउरा काट्नु हामी त मेहनती पनि पो छौँ त भाइ। मेहनती पनि छौँ हामी, हप्ताको 7 दिनमा 7 दिन एकदमै मेहनती छौँ। अब जस्तो आफूलाई चाहिँ लाग्छ होइन, किनभने हामी फ्री बस्दैनौँ न। हामी केही न केही समय केही न केही गरि नै राख्नु लाउँछौँ र मान्छे भएर आइसकेपछि केही न केही गरि नै राख्नुपर्छ होइन। भएर देख्न सक्नुहुन्छ यसरी हामीले दाउरा काट्यौँ आज। अझै हामी निकै दाउराहरू काट्नेछौँ। हामीले निकै दाउरा काटिसक्यौँ र अझै काट्न पनि बाँकी छ। हामी यही भ्लग मार्फत भन्छौँ कि जस्तो कि तपाईँ पनि बसेर टाइमलाई खेर नफाल्नुहोस्, किनभनेदेखि तपाईँलाई टाइम सबैलाई टाइम कम दिएको हुन्छ र समय समान टाइम हो, 24 घन्टा हो सबैको लागि होइन। हजुर, कोही मान्छेले त्यही 24 घन्टा नै सदुपयोग गरेर कहाँबाट कहाँ पुग्छन्। हामीहरू चाहिँ किन व्यवस्था गर्ने, 24 घन्टा सुतेर बिताइदिने, अल्छी लाग्छ यताउता त्यस्तो किन गर्ने। आखिर हामी पनि मान्छे नै हो, गर्न सकि नै हाल्छौँ। सबै कुरा लर्निङ हो, सिकिसकेपछि नजाने भन्ने हुन्न है। त्यही भएर सबै साथीहरूलाई म आग्रह गर्छु, बोल्नु सर हजुरले पनि केही भनिदिनु साथीहरूलाई। र केही गर्नु, काम गर्नु कहिले पनि नलजाउनुहोस्, किनभनेदेखि काम सानो ठुलो हुँदैन। किनभने लाइफमा केही गरेरै अगाडि बढिन्छ। किनभने कतै आकाशबाट सुनको मुना झर्दैन, धरतीबाट पलाउनेवाला छैन तपाईँको लागि। तपाईँ आफू मेहनत गर्नुहोस्, मेहनतको कदर हुन्छ। जति आफूले गर्नुहुन्छ त्यति पाउनुहुन्छ है। त्यही भएर भन्छ सधैँ कर्ममा भरोसा राख्नुहोस्, किनभने कर्मको फल चाहिँ जसरी पनि पाइन्छ क्या। यदि तपाईँ मेहनत गरिराख्नुहुन्छ, आफ्नो कर्ममा विश्वस्त हुनुहुन्छ, तपाईँले असल काम गर्नुभएको छ, अरूलाई हानि पुग्ने काम गर्नुभएको छैन भने एक दिन तपाईँले पक्कै पनि सफलता पाउनुहुनेछ होइन। तर केही न केही चाहिँ गरिराख्नुहोस्, फ्रीमा समय छुट्टीकै नबस्नुहोस्। हामीले आज खालखाल जाउँ न त दाउरा काटौँ भन्ने हिसाबले गर्दाखेरि पनि आज दाउराको पनि एक किसिमको दाउरा पनि कटियो, रमाइलो पनि भयो। कुनै दिन हामीले यसरी गरेका थियौँ भन्ने एउटा भ्लग्स क्रिएट भयो होइन। त्यही हो समग्रमा त्यही भन्ने साथीहरूलाई। फाइनली हामी यहाँनिरबाट स्टोरमा आइपुग्यौँ। हामीले काटेको दाउरा यति भइसकेको छौँ, जम्मा गरिसकेका छौँ। एकैचोटि लाग्छ नि र यहाँ भारी हाल्दै हुनुहुन्छ। सर मैले यो ल स्टोर गरेको दाउरा, हामीले चाहिँ दाउरा यहाँ काटेर ल्याइसक्यौँ। यहाँ भारी हाल्दै हुनुहुन्छ। टुक्रा धेरै भइहाल्छ। यहाँ देख्न सक्नुहुन्छ हालत। आफ्नो काममा सन्तुष्ट छु सर। हामी आफ्नो काममा सन्तुष्ट छौँ, तपाईँ पनि सन्तुष्ट भएर सधैँ लाग्नुहोस्। फाइनली हामी दाउरा काटेर हिँडिसकेका छौँ। यहाँ म दुईवटा हतियार बोकिरहेको छु, एउटा खुकुरी एउटा हँसिया र यहाँ काशीराज सर। देख्न सक्नुहुन्छ म यहाँ पुरै एकदम काँधमा दाउरा बोकेर अगाडि डोकोमा पुरै यत्रो काटिसक्यौँ, अझै काट्दैछौँ। र हामी आज साथीहरूलाई एउटा यस्तो नयाँ चिज देखाउँदैछौँ, त्यो हेर्नको लागि चाहिँ अझै तपाईँले केही समय पर्खिनुपर्छ। भिडियो स्किप चाहिँ नगर्नु, जुनसुकै ठाउँमा पनि त्यो चिज आउन सक्छ। एकदम बेस्ट छ। सायद तपाईँले अहिलेसम्म त्यो सुन्नुभएको थियो या थिएन, कमेन्ट गर्नु होला, तर हेर्नु थियो होला है। ल हेर्दै जाउँ काशीराज सर। यो माथिको यत्रो जङ्गलबाट हामीले दाउरा काटेर आइसक्यौँ र दाउरा यत्रो भयो। अब हामी अझै पर गएर अझै दाउरा काट्छौँ, त्यसपछि घर जान्छौँ। र छुटाउनु नहुने कुरा आज तपाईँहरूलाई थाहा नभएको नयाँ कुरा देखाउँदैछौँ, त्यो चाहिँ भिडियो स्किप नगरिकन हेर्नु होला। काशीराज सर यहाँ एउटा दाउरा काट्दै हुनुहुन्छ र यहाँ सर यो दाउरा साह्रो छ, एकदम साह्रो छ सुकेको दाउरा है। हजुर हेर्नु है, म लात्ताले हानेर झार्दिन्छु ल सर। ल सर, ल आफ्नो ख्याल गरेर है सर। ए ल झरिसक्नु भएको छ सरले, अब चाहिँ तलै जानुपर्ने भयो लिन चाहिँ।
जे भए पनि एउटा दाउरा राम्रो भेट्यो, पारी पनि दाउरा रहेछ। तपाईँ यताबाट निक्लिनु सर, हजुर म दाउरा त्यो लिएर आउँछु ल। ल हुन्छ सर। ल यहाँ चाहिँ काशीराज सरले यत्रो दाउरा झारिसक्नु भएको छ। ल सर उठाउनु त। सक्नुहुन्छ यहाँ कत्रो सानो यत्रो दाउरा झारिसक्नु भएको छ। अनि अब हामी यसलाई टुक्र्याउने काम गर्छौँ होइन सर? मलाई लगाउनु खोज्छ यार। ल सर टुक्र्याउँ। यत्रो दाउरा भेट्यो यसलाई। ल सर हाम्रो सरले यहाँ टुक्र्याउनुहुन्छ। यसलाई यसरी साथीहरू कुन साइड राम्रो छ हेरेर त्यो साइडलाई चाहिँ सट्टै काट्ने हो, हान्ने हो, यसरी टुक्राउने हो। देख्न सक्नुहुन्छ ल, सरले टुक्र्याउँदै हुनुहुन्छ। हान्दैछौँ। ल ल अघि तपाईँहरूलाई मैले भनेको स्पेसल चिज चाहिँ यहाँ निकालिसकेका छौँ र यो अहिले यस्तो छ, हामी एकछिनमा यसलाई काटेर चाहिँ हामी यस्तो निकाल्छौँ। यस्तो निकाल्छौँ। नमस्कारलाई एउटा थम्याउनु पाइसक्यो भने यता ल गाइज हामीले चाहिँ फाइनली यो सर के हो यो थाकल, यो फिला 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 ब्रोइलरको फिला, ब्रोइलरको फिला चाहिँ पुरै खाँदैछौँ। रोस्ट रोस्ट हो यो चाहिँ रोस्ट खाँदैछौँ हामी। भेज रोस्ट हो। फेरि यो चाहिँ भेज रोस्ट हो। भेज रोस्ट हो, भेज रोस्ट हान्नु त सर, एकदम मिठो छ। छैन साथीहरू? त्यहाँ अर्को काट्दै पनि हुनुहुन्छ मिठो छ, र हामी यहाँ खाँदैछौँ। मिठो छ, मिठो छ। गुड छ सर। यदि दुवैजना हामी भ्लग बनाउँदै सरको मनोज राई भ्लग छ भने मेरो रपाल भ्लग छ। दुवैजनालाई सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला साथीहरू। हामी यस्तै अर्ग्यानिक कन्टेन्ट हाम्रा दैनिक क्रियाकलापहरू डेली रूपमा लिएर आउँदैछौँ। प्लिज साथीहरू सपोर्ट चाहिँ गरिदिनु होला। सपोर्ट चाहिँ गरिदिनु होला। यतातिर हाम्रो अर्को फुटाउने काम क्रमशः हुँदैछ, फेरि हामी त्यो पनि खाएर देखाउनेछौँ। तर गुड छ एकदम, स्वाद कस्तो हुन्छ यदि तपाईँहरूले पनि खानुभएको छ भने कमेन्ट गर्नु होला साथीहरू है। यदि छैन भने पनि आफ्नो नजिकैको जङ्गलमा गएर सजिलोसँगले यसलाई हामीले चिरेर त्यसको भित्रको गुबाहरू निकालेर खान सक्छौँ। एकदम मिठो हुन्छ, गुड हुन्छ, अर्ग्यानिक हो यो, एकदम राम्रो चिज हो साथीहरू। दाउरा काट्ने क्रममा यो खाने अवसर मिल्यो, एकदम खुसी लागेको छ। ल यहाँ अर्को तयार बनाउँदै हुनुहुन्छ, म यहाँ खाँदैछु किन म यहाँ खानुमा व्यस्त भएर चाहिँ। सर कस्तो छ सर? म त हेर्नु सर बोकै खान थालेँ। यो चाहिँ अब स्पेसल छ। हजुर यो मेरो नाममा आएछ। अब यसलाई म एक सर्को हान्छु ल सर। ल सर हानौँ त एक सरको। हान्यौँ। यो चाहिँ अब एकदम सेतो ब्रोइलरको भेज रोस्ट हान्यौँ। हानिदिउँ सर। यस्तो हुन्छ होइन? सही छ नि हौ है। भेज रोस्ट पो हो त। लु मम्मी विशेष धन्यवाद। कराम क्या कराम साथीहरू खानु होला, एकदम गुड छ। खाना चाहिँ नछुटाउनु होला किनभने आफ्नो घर नजिकै जङ्गलमा गएर यो खाना नछुटाउनु होला किनभने यसको स्वाद एकदम मिठो छ। गुड छ साथीहरू। ल हरू यो खाइसकेपछि चाहिँ 100 वर्ष बाँच्छ अरे, त्यसैले खानु नछुटाउनु होला होइन सर? 100 वर्ष त सँगै छैन सर, मेरो आजीवन बिमा छ कि सर। हजुर यो तपाईँको पनि आजीवनै हो, मेरो पनि आजीवन नै हो। हामी 79 वर्षसम्म जीवित रहन्छौँ यो खाएर र डबल भुक्तानी लिन्छौँ कम्पनीहरूलाई दाबेर। डबल भुक्तानी लिने प्रतिबद्धता गर्दछौँ अर्ग्यानिक चिज खाएर होइन सर। डबल भुक्तानी लिन्छौँ। फाइनली हामी चाहिँ दाउरा काटेर आइसकेका छौँ र हाम्रो काशीराज सरले चाहिँ मुढा बोकिरहनु भएको छ हो, अनि त मम्मीले दाउरा बोकिरहनु भएको छ सानो। म चाहिँ दुईवटा, एउटा हँसिया एउटा खुकुरी बोकिरहेको छु। अनि आजको हाम्रो दाउरा काट्ने कार्यक्रम चाहिँ अन्त्य भएको छ। अब सर के भन्नुहुन्छ? अन्त्य नै भयो भनौँ होइन। जे भए पनि एकदम रमाइलो गरियो, नयाँ टेस्ट थाकल खाइयो, रमाइलो गरियो, जिउ खाइयो, पानी खाइयो। जे भए पनि शनिबार जस्तो तरिकाले पनि बिताइयो, एकदम रमाइलो भयो, सम्झनात्मक भयो। 3 भारी हामीले दाउरा काट्यौँ। 3 भारी दाउरा काट्यौँ।
जे भए अघि पनि एक भारी पुर्याइसक्यौँ, एक भारी जङ्गल- यहाँ छ अनि अब दुईजना जङ्गल भ्रमण गरियो, रमाइलो गरियो, जङ्गलको भ्यू यात्राहरू अन्तिमसम्म हेरेर रहनुहुने तपाईँ तमाम भगवान स्वरूप दर्शक साथीहरूमा नमन, सपोर्ट गरिदिनु भएको छ, माया देखाइदिनु भएको छ, त्यसको लागि हृदयदेखि नै आभारी छु। यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला, अन्य साथीहरूलाई सेयर गरिदिनु होला र हामीले सब्सक्राइब सङ्ख्यालाई पनि बढाउनु पर्ने हुन्छ, त्यस कारणले सब्सक्राइब पनि गरिदिनु होला, सपोर्ट गरिदिनु होला। हामीले मेहनत गरेका छौँ, देख्न पनि सक्नुहुन्छ होइन। हामीले यसरी आफूलाई चाहिने खजनाहरू पनि घरैबाट उपलब्ध गराएर ल्यायौँ र हामीले स्पेसल के भेट्यौँ भने यो थाहा छ होला साथीहरूलाई, यो चाहिँ मयुरको प्वाँख हो होइन। यो हामीले भेटायौँ, यो पनि एकदम स्पेसल चिज हो र हामीले घरमा राख्यौँ। घरमा राख्नको लागि हामी यो लाँदैछौँ, एकदम भेटाइयो। यदि हामीले यसरी देख्नुभयो मेहनत गर्नेले सबै कुरा पाउँछ भनेको, मेहनत गर्दै हामी दगुर्दै रमाइलो गर्दै दाउरा काट्दै हिँड्यौँ र फाइनली यस्तो चिज पनि भेटायौँ। थाकल नयाँ टेस्ट पनि खान पायौँ होइन। थुप्रो कामहरू गऱ्यौँ, पानी खायौँ, दुध खायौँ, रमाइलो गऱ्यौँ। जे भए पनि राम्रो भयो, रमाइलो भयो। समग्रमा अन्तिमसम्म हेरेर रहनुहुने तपाईँलाई विशेष धन्यवाद भन्दै मनोज सर केही भनाइराखिदिनुहोस् र आजको भ्लगलाई चाहिँ अन्त्य गरिदिनुहोस्। मेरो तर्फबाट यति नै। बाई बाई गाइज। आजको भ्लग पुरा हेर्नु होला, किनभने यसमा हामीले धेरै कुराहरू गरेका छौँ, जस्तो तपाईँहरूलाई नखानु भएको कुराहरू र थाहा नभएको कुराहरू भनेका छौँ र यति अन्तिमसम्म हेरेर साथ दिनुभयो र लास्टमा गएर लाइक, कमेन्ट र गरिदिनु होला र हामीलाई सब्सक्राइब पनि साथै बढाउनु पर्ने हुन्छ र त्यसैले सब्सक्राइब पनि गरिदिनु होला। यदि तपाईँहरू पनि युट्युब च्यानल खोलेर आफूले गरेको क्रियाकलापलाई सामाजिक सञ्जालमा राख्दै पछि सम्झना स्वरूपको लागि गर्दै हुनुहुन्छ भने हाम्रो तर्फबाट हुने सहयोग तपाईँलाई हामी 100% गर्नेछौँ होइन सर? हो, मलाई कस्तो देखिएको छ आज, खराब भयो होला हालत। हालत त खराब भयो होला सर, यस्तो छ हालत र पनि मेहनत हो साथीहरू है। ल यदि घरै बस्थ्यौँ भने हामी यस्तो हुन्थेनौँ र आजको कन्टेन्ट बन्थेन, हामीले मयुरको प्वाँख भेट्थेनौँ, हाम्रो 3 भारी दाउरा काटिन्थेन, यतिको रमाइलो गरिन्थेन। केही न केही चाहिँ गर्नु साथीहरू, त्यति मात्रै तपाईँलाई सुझाव। ल, बेस्ट अफ लक बेस्ट अफ लक फर युर अपकमिङ फ्युचर। आई सपोर्ट यु।